आपको पास तो पैसा बहुत है। तपाईँको वाला काम सामान क्या करना है? घर जमीन पड़ा है, घर जमीन है। 500 रुपियाँ दिँदाखेरि यो महिनादेखि 1000 त्यो भएर पढाउनु छ। अर्को 1000 पल्ट 50 रुपियाँ दियो। 10 क्लास पढाएको हुन्छ। 3 महिना पढाएको, 3 महिना पढाएको। ट्युसन टिचरले यो दिनु आफ्नो गाइड पढिरहने आउँछ। आफू बनाएर आउनु मतलबै छैन ट्युसन त, आफूले बनाएर आउने। टिचरले बिहा गर्नु हो भने टिचरले त्यो भयो भ्यालु थिएन। 8को र हाम्रो के जिल्लाको जिल्ला हुन्थ्यो। 10ले खालि भन्ने हाम्रो 8को होइन, हाम्रो 10। तपाईँहरूको पनि एसएलसी भने त 10 होइन? आठ पास गर्नको लागि परीक्षा हुन्छ। त्यही त तपाईँको 8 तपाईँको 8 को हो नि त, हाम्रो 10 हाम्रो 10 को हो। 5 को पनि जिल्ला स्तरीय आउँछ। 5 को 10 को भ्यालु हुँदैन। 5 को 10 को इङ्ग्लिसमा आउँछ। अहिले त हिन्दीमा हामी पढ्दा तपाईँको इङ्ग्लिस पुरै पेपर हिन्दीमा पढाएको छ। इंग्लिश एक सब्जेक्ट तो हुन्छ, एकै सब्जेक्ट त इंग्लिश हुन्छ त। उहाँले त नहीं इंग्लिश एउटै हो नि त। इंग्लिश एउटै दियो। कैसा लगा?